नमस्ते सबैजनालाई। आज हामी एउटा अल्जेब्राबाट एउटा फ्याक्टराइजेसन लिएर आएको छौं जुन चाहिँ यस प्रकार रहेको छ 2x - 3y को होल क्यूब प्लस 3y - 5z को होल क्यूब प्लस 5z - 2x को होल क्यूब। यो चाहिँ हाम्रो एउटा अल्जेब्राबाट लिएको क्वेशन हो र यो एउटा अल्जेब्रिक एक्सप्रेसनलाई के गर्नुपर्छ त फ्याक्टर गर्नुपर्छ। फ्याक्टर गर्ने प्रोसेस भनेको के हुन्छ भने व्हाट इज फ्याक्टरलाई हामी बुझियो भने फ्याक्टर भनेको के हुन्छ, कुनै पनि अल्जेब्रिक एक्सप्रेसन यहाँ जुन गिभेन छ त्यसलाई के गर्ने त फ्याक्टर गर्ने क्रममा मल्टिपल को फर्ममा एक्सप्रेस गर्नुपर्छ, मल्टिप्लाई को फर्ममा ल्याउनु पर्छ। भनेपछि अब के गरौँ भने यसलाई एउटा यो फ्याक्टराइजेसनलाई के गर्ने भनेपछि एउटा सजिलो वेबाट कसरी सोल्भ गर्न सकिन्छ भन्ने कुरा बुझ्नलाई हामीले के गर्नुपर्छ त यो भित्रको टर्महरुलाई सर्टेन कुनै एउटा अल्फाबेटले के गर्नुस् त लेट गरिहाल्नुस्। जस्तै कि यहाँ 2x - 3y को होल क्यूब छ भनेपछि यसलाई मैले के मान दिए भने सपोज मैले के मान दिए अलिकति इजी वेमा सोल्भ गर्नलाई सपोज यसलाई a मान दिए 2x - 3y लाई के मान दिए त a मान दिए। यो भित्रको टर्ममा के छ अब हेर्नुस् कसको क्यूब रहेको छ भने यहाँ 3y - 5z को क्यूब छ भनेपछि यसलाई मैले के मान दिए त b मान दिए। लेट गर्न त पाउँछ नि। अनि c यसलाई मान दिए भनेपछि यहाँ c कति आउँछ त 5z - 2x। यसरी हामीले लेट गरिसकेपछि अब के गर्ने त हेर्नुस् अलिकति यहाँ हेर्नुस् a + b + c गरेर हेर्नु भयो भने यहाँ के हुन्छ त ठ्याक्कै एउटा रिजल्ट के आउँछ भने त्यो निकाल्नुस् त। सपोज के गर्ने त a + b + c कति आउँछ रिजल्ट त्यो कुरा हामीले हेर्यो भने हेर्नुस् a को भ्यालु कति रहेको छ यहाँ हामीले लेट गरेर कति राखेछौं त 2x - 3y अनि b को भ्यालु यहाँ कति छ त 3y - 5z अनि c को भ्यालु कति छ भनेपछि यहाँ 5z - कति त 2x। यसरी हामीले यो a + b + c को भ्यालु निकाल्यो भने हेर्नुस् यो कट्छ प्लस माइनस भएर माइनसमा प्लसमा कट्छ माइनसमा प्लसमा कट्छ भनेपछि यहाँ हेर्नुस् रिजल्ट के आयो a + b + c को भ्यालु कति आयो त 0 आयो। यति कुरा पहिला हामीले निकाल्नु पर्छ। यो क्वेशनले एउटा के गर्यो त हामी क्वेशनैबाट एउटा कन्डिसन के निकाल्दियो भने अब यसरी लेट गरेर a + b + c कति भइराछ त 0 भइराछ। यो क्वेशनबाट एउटा हामीले के गर्यो कन्डिसन निकाल्नु पर्ने हुन्छ यसरी। अब के गर्ने त नेक्स्ट अब हामी के गर्नुपर्छ यसलाई फ्याक्टर गर्नको लागि हामीले एउटा फर्मुला थाहा राख्नु पर्छ। हामीसँग एउटा फर्मुला थाहा छ जस्तै सपोज हामीसँग वी हैव एउटा फर्मुला के छ भने सपोज ल a + b + c को होल क्यूब को फर्मुला के हुन्छ त्यो कुरा चाहिँ तपाईहरुलाई अलिकति दिमागमा ल्याउनु पर्छ। भनेपछि यसको फर्मुला अलिकति लेख्यो भने यहाँ कति हुन्छ त यसको फर्मुला a क्यूब + b क्यूब + c क्यूब अनि +3 अनि हेर्नुस् a + b त्यसपछि यता b + c र त्यसपछि यतातिर c + a यस्तो चाहिँ हाम्रो के भइहाल्छ त a + b + c को होल क्यूब भइहाल्छ हैन। जुन चाहिँ अब हेर्नुस् त हामीले यहाँ यो क्वेशनलाई नै सोल्भ गरेर एउटा कन्डिसन के निकाल्यो त a + b + c = 0 हैन। भनेपछि यहाँ a + b + c को ठाउँमा कति राख्न पाउँछौं 0 राख्न पाउँछौं र यतातिर 0 को क्यूब हुन्छ। अब a क्यूब + b क्यूब + c क्यूबलाई सेम राख्नुस् ठीक छ। अब यहाँ हेर्नुस् a + b यो जुन कन्डिसन थियो हाम्रो यो कन्डिसनबाट के गर्यो भने यहाँ हेर्नुस् a + b जस्तै a + b + c = 0 यो कन्डिसन कहाँबाट निकाल्यो हामी यो क्वेशनलाई नै सोल्भ गरेर जस्तै लेट गरेको थियो a b र c a + b + c गरेर एउटा कन्डिसन निकालिसक्यो हामी। अब के गर्ने त नेक्स्ट के गर्ने यहाँ भ्यालुहरु राख्नु पर्छ जस्तै a + b को भ्यालु कति हुन्छ यो कन्डिसनबाट निकाल्नुस्। सपोज a + b a र b लाई राखेपछि अर्को साइड जान्छ अनि -c जस्तै b + c पनि चाहिन्छ हामीलाई अनि b + c राख्यो यतातिर त a अर्को साइड जान्छ -a भइहाल्छ अनि c + a राख्यो भने अर्को साइड c प्लस अनि a राख्यो भने के जान्छ अर्को साइड भनेपछि यहाँ b जान्छ अर्को साइड। यति चाहिँ हामीले के गर्नुपर्छ यो कन्डिसन त्यही भएर हामीले पहिला निकाल्यो कि यो यहाँ के गर्नुपर्छ त यो भ्यालुहरु सब्स्टिट्युट गर्न सक्छौं हामी पुट गर्न सक्छौं। हेर्नुस् त यहाँ अब a + b को ठाउँमा कति राख्ने त -c राख्ने इन्टु b + c को ठाउँमा कति राख्ने त -a राख्ने इन्टु c + a को ठाउँमा कति राख्ने त -b राख्ने। यसरी हामीले के गर्यो a + b b + c र c + a को भ्यालुहरुलाई के गर्यो त सब्स्टिट्युट गर्दियो पुट गर्दियो। अब अझै अलिकति सोल्भ गर्यो भने हामीले के रिजल्ट पाउँछ भने लास्टतिर a क्यूब + b क्यूब अनि c क्यूब + हेर्नुस् यतातिर मल्टिप्लाई भएर हेर्नुस् है प्लस माइनस माइनस फेरि हेर्नुस् त यहाँ तीनवटा माइनसले मल्टिप्लाई गर्यो भने -a हुन्छ। त्यसपछि यो प्लससँग मल्टिप्लाई गरेर यो सबैलाई के बनाइदिन्छ त माइनस बनाइदिन्छ। यतातिर के त मिलाएर लेख्यो भने इन्टु भएर 3 c
सी ए र बी मल्टिप्लाई भएर के भइहाल्छ त एबिसी हामी लेख्न पाउँछौँ। अब यहाँ हेर्नुहोस् हामी लास्टतिर आइसकेका छौँ। यो -3abc छ भने यता आएर के भइहाल्छ, यता आएर के हुन्छ त हाम्रो रिजल्ट के हुन्छ 3abc कति भइहाल्छ त a³ + b³ + c³ भइहाल्छ। जुन अब यसलाई हामी मिलाएर लेख्यो भने के लेख्न पाउँछौँ त a³ + b³ + c³ कति हुन्छ त 3abc। अब यहाँ के गर्ने त रिटर्निङ द भ्यालु अफ a b एन्ड c भनेपछि हामीले त इक्वेसनमा त एबिसी छैन, हामीले लेट गरेको थियो यतिलाई ए मानेको थियो, यतिलाई के मानेको थियो बी मानेको थियो, यतिलाई के मानेको थियो सी मानेको थियो। हेर्नुहोस् त यो ठ्याक्कै भनेको यो क्वेसन जस्तै भइहाल्छ। हेर्नुहोस् न ए को भ्यालु यहाँ राख्यो भने यो ठ्याक्कै के भइहाल्छ त तपाईँको यहाँ राखिदिनुहोस् त ए को भ्यालु रिटर्न गर्नुभयो भने 2x - 3y को के भइहाल्छ होल क्युब भइहाल्छ, प्लस बी को भ्यालु राख्नुहुन्छ भने 3y - 5z को होल क्युब भइहाल्छ हैन, 3y - 5z को होल क्युब प्लस सी को भ्यालु कति छ त 5z - 2x को के त होल क्युब। र यतातिर पनि 3 छ हैन, ए को भ्यालु रिटर्न गर्नुस् यहाँ यो साइड पनि 2x - 3y छ अनि इन्टु त्यसपछि बी को भ्यालु कति त 3y - 5z अनि सी को भ्यालु कति रहेको छ यहाँ गिभेनमा हैन, हामीले लेट गरेरै राखेको थियो, लेट गरेको थियो 5z - 2x। यसरी हेर्नुभयो भने हेर्नुहोस् यतातिर यो ठ्याक्कै हाम्रो क्वेसन जुन जसको फ्याक्टराइजेसन गर्न भनेको थियो त्यो कुरा आयो यतातिर। र यसरी हेर्नुहोस् त यतातिर के भयो त यसको मल्टिपल फर्म आइहाल्यो भनेपछि के छ त यो एक्सप्रेसनको मल्टिप्लाईको एउटा फ्याक्टर कति भइहाल्छ त 3 × 2x - 3y × 3y - 5z 5z - 2x। एउटा युनिक वेबाट हामीले के गर्छौँ त यसको फ्याक्टराइजेसनहरू निकाल्नुपर्छ। हुन त फ्याक्टराइजेसनहरू धेरै टाइपको हुन्छ, a² - b मा जान्छ, कुनै a³ + b³ मा जान्छ, कुनै फर्स्ट इन्टु लास्टबाट हुन्छ। बट यो फ्याक्टराइजेसन के त एउटा युनिक वेबाट हेर्नुहोस् क्वेसनबाट कन्डिसन निकाल्यो, त्यसपछि यो a³ + b³ + c³ फर्मुला लगाएर अब यहाँ भ्यालुहरू राख्दै लास्टमा के गर्यो त हामी यस्तो रिजल्ट निकालेर त्यसपछि एबिसी को भ्यालु रिटर्न गरेर बल्ल यसको फ्याक्टर गर्न सकिन्छ।